हामी नेपालीलाई के लाग्छ भने देश विकास नहुनुको कारण चाहिँ देशमा रिसोर्स नभएको हो, वा हाम्रो जिनमै खराबी छ, वा भनौँ हामीसँग त्यस्तो सिङ्गम टाइपको क्यारेक्टर नआएर। तर 2012 मा आएको एकदम फेमस बुक छ, वाइ नेसन फेल द ओरिजिन्स अफ पावर, प्रोस्पेरिटी एन्ड पोभर्टी, जसको मुख्य समरी चाहिँ के छ भन्दा देश विकास हुनलाई चाहिन्छ इन्क्लुसिभ इन्स्टिट्युसन, भनेको यस्ता इन्स्टिट्युसनहरू जो चाहिँ समावेशी छन्, जसमा चाहिँ न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका बीचमा पावरको सन्तुलन छ, जसमा कानुनी शासन छ, प्रपर्टी राख्ने राइट्स छ, बोल्ने फ्रिडम छ, सार्वजनिक सेवा जस्तै शिक्षा र स्वास्थ्यमा पब्लिकको सहज पहुँच छ, त्यस्तो देशहरू चाहिँ समृद्धितिर अगाडि बढ्छन्। र अर्को रमाइलो पोइन्ट छ बहुलवाद, जसले चाहिँ फरक फरक विचार राख्ने मानिसहरूको अस्तित्वलाई स्वीकार गर्छ, फरक फरक पार्टीहरू बीचको प्रतिस्पर्धालाई स्वीकार गर्छ र तिनीहरू बीचमा आवधिक निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुरालाई कल्पना गर्छ। जो देशले अल्पसंख्यकहरूको आवाज पनि सुन्छ, त्यो देशले विकास गर्छ। तर होइन, यो अरू देशको इक्जाम्पल हाम्रो देशलाई चाहिँ नदे। हाम्रो त देवभूमि हो। हाम्रो यो देवभूमिमा साँच्चीकै रामको जन्म हुन्छ र उनले सिंगल म्यान सो गरेर एकै सटमा देशलाई राम राज्य बनाइदिन्छ भन्ने लाग्छ तपाईलाई भने मेरो तपाईलाई भन्न केही छैन। राम राम। आजको लागि यति नै। जय नेपाल।